यो हो उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर। कालीगण्डकी करिडोरको बागलुङ जैमिनी खण्डको एक छेउमा छ जैमिनी ऋषिको साली कालीगण्डकी नदी र ठेउले खोलाको ठ्याक्कै सङ्गमस्थल। उनै ऋषि जैमिनीको नामबाट राखिएको हो नगरपालिकाको नाम जैमिनी। प्राचीन हिन्दू दर्शनका विद्वान ऋषि जैमिनी पूर्व मीमांसा दर्शनका प्रवर्तक र महर्षि वेदव्यासका शिष्यका रूपमा प्रसिद्ध थिए। उनै ऋषिले तपस्या गरेको हुनाले यस ठाउँलाई जैमिनी नगरपालिका नामाकरण गरिएको हो। पछिल्लो समय यहाँ नेपाली र भारतीय पर्यटकको राम्रो उपस्थिति हुने गरेको छ। यहाँ बागलुङ सदरमुकामदेखि कालीगण्डकी करिडोर हुँदै करिब 1 घण्टामा पुग्न सकिन्छ। यही कालीगण्डकी करिडोरको दक्षिण पश्चिम सडक हुँदै पालिका मुकाम कुस्मिसेरा पुग्न सकिन्छ। गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको जैमिनी नगरपालिका 1 कुस्मिसेरा बागलुङ दक्षिणको पुरानो व्यापारिक केन्द्र पनि हो। 10 वडा रहेको जैमिनी प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। जैमिनी नगरपालिका 118.71 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यहाँको प्रकृति र संस्कृतिसँग जो कोही रमाउन सक्दछन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण छ रिठे डाँडा। केही वर्ष अघिसम्म झाडीले घेरिएको यो ठाउँ पछिल्लो समय पर्यटकीय स्थलको रूपमा परिचित छ। जैमिनी नगरपालिका 5 बिनामारेमा पर्ने रिठे डाँडा प्राकृतिक सुन्दरतासँगै यहाँ रहेको शङ्खे पहराको कारण पनि चर्चामा छ। यहाँ पहरा फुकेर शङ्ख बजाउन सकिन्छ, जहाँ विक्रम सम्वत 1957 सालमा निर्माण गरिएको चौतारी समेत रहेको छ। यहाँबाट हिम श्रृङ्खलाका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। पोखरी, मन्दिर, पुराना चौतारीको संरक्षण र प्रवर्धन गरिएको छ, जसको कारण मानिसहरू यहाँ आउन उत्साहित हुन्छन्। पालिका मुकाम कुस्मिसेराबाट कृषि सडक हुँदै 5 किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ। कालीगण्डकी करिडोरको मिरिङ्गे हुँदै पनि यहाँ पुग्न सकिन्छ। यो समुद्री सतहदेखि 1050 मिटरको उचाइमा रहेको छ। यो हो भगवती माईको थान मन्दिर। यहाँ आउने प्रायले मनोकांक्षा पूरा हुने विश्वास गर्दछन्। त्यही विश्वासका साथ देशका विभिन्न ठाउँबाट मानिसहरू पूजाआजा गर्न यहाँ आइपुग्दछन्। जैमिनी नगरपालिका 7 जैदी, 10 राङखानी र 6 अर्जेवाको सङ्गम स्थलमा अवस्थित छ माईको थान मन्दिर। यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ। यो माईको स्थानबाट अपभ्रंश हुँदै माईको थानको नामले परिचित छ। सुरुवातीमा यहाँ सिमे, भूमे, झाँक्री, बराहा र कुल जस्तै वायु देवताका रूपमा पूजा गर्ने प्रचलन थियो। त्यसैले भगवती माई मष्ट परम्पराबाट विकसित भएको देवीका रूपमा लिइन्छ। यहाँ जेठको पहिलो मङ्गलबार र कार्तिक महिनाको पहिलो मङ्गलबार नाता पूजा गरिन्छ। जेठमा गरिने नाता पूजाको उद्देश्य खेतीपाती राम्रो होस्, रोगव्याधि नलाओस् भन्ने रहेको छ भने कार्तिकमा गरिने पूजा अन्नमा घुनपुत्ला नलागोस् भन्ने रहेको छ। यहाँ रहेको ताम्रापत्रमा उल्लेख भए बमोजिम यो मन्दिर विक्रम सम्वत 1865 सालमा निर्माण गरिएको थियो।
यसलाई अर्जेवाको थुम्काबाट स्थानान्तरण गरिएको पाइन्छ। यसको पुनर्निर्माण विक्रम सम्वत 1989 र 2058 सालमा गरिएको थियो। हरेक दिन पूजा गरिने यस मन्दिरमा चैत्राष्टमी र विजयादशमीमा दर्शनार्थीको भिड लाग्ने गर्दछ। यहाँ प्रवेश गर्दा फूल चढाउने र बाहिर निस्कदा ध्वजा बाँड्ने प्रचलन छ। यो ठाउँमा पालिका मुकाम कुश्मेश्वरा हुँदै करिब 4 किलोमिटर दूरीमा पुग्न सकिन्छ। यो समुद्री सतहदेखि 1785 मिटर उचाइमा अवस्थित छ। भगवती माईको थान मन्दिरसँगै जोडिएको छ कोतको मन्दिर। यो एउटा ऐतिहासिक कोत हो। कोतमा भुरे राजाको पालामा निर्माण गरिएको शक्तिशाली तोप रहेको छ। यस क्षेत्रमा तत्कालीन समयमा भुरे टाकुरे राज्य थियो। यहाँ रिपु नाम गरेका राजा र जयन्ती नाम गरेकी रानीले राज्य सञ्चालन गरेका थिए। गलकोटी राजाको संरक्षणमा रहेको थन्थाप राजा रजौटा हटेपछि सकिएको विश्वास गरिन्छ। यहाँ रहेका रानीले कपाल कोर्ने ढुङ्गा, गढी, तोप लगायतका वस्तुले यहाँको ऐतिहासिकता बताउँदछ। हाडीकोट बागलुङ जिल्लाको एक आकर्षक पर्यटकीय गन्तव्य हो। जिल्लाको जैमिनी नगरपालिका 10 राङखानीमा पर्ने हाडीकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको भिड लाग्ने गर्दछ। समुद्री सतहदेखि 2195 मिटर उचाइमा रहेको हाडीकोट आफैमा एक ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यहाँ पुग्नेहरूले सूर्योदयसँगै सूर्यास्तको सुन्दरता निहाल्दछन् अनि धौलागिरी, माछापुच्छ्रे, मानापाथी लगायतका 16 भन्दा धेरै हिमालका सुन्दर दृश्य, फुक्क फुलेका बादलको बस्ती झनै आकर्षक। यी सुन्दर दृश्यले हाडीकोटको रौनकता भरेको छ। यो आफैमा एक ऐतिहासिक स्थल पनि हो। 2224 राजाको पालामा भुरे टाकुरे राजा रजौटाले राज्य गरेको स्थानको रूपमा परिचित छ। यहाँ भुरे टाकुरे राजाको समयमा निर्माण गरिएका दरबारको भग्नावशेष छन्। मन्दिर, कुटी, पोखरी र शिलाले यहाँको ऐतिहासिकता झल्काउँछ। यो थन्थाप राज्यसँग सम्बन्धित छ। हाडीकोटदेखि केही तल ऐतिहासिक माईकोथान मन्दिर र त्यसको केही अघिपट्टि कोत पनि रहेको छ, जहाँ 2224 राज्यको पालामा निर्माण गरिएको एक तोप रहेको छ। पर्यटकलाई थप आकर्षित तुल्याउन यहाँ मानव निर्मित संरचनाहरू पनि बनाइएको छ। त्यसमध्येको एक हो भ्यू टावर। भ्यू टावरबाट
त्यस क्षेत्र वरपरको दृश्य झनै आकर्षक देखिन्छ। बागलुङ बजारदेखि हाँडीकोटसम्मको दूरी 40.7 किलोमिटर रहेको छ। बागलुङ जिल्ला सदरमुकामदेखि कालीगण्डकी करिडोरको जैमिनी घाट बेलबगरदेखि यहाँ पुग्न सकिन्छ। बागलुङ बजार कुस्मिसेरा कृषि सडक राङखाने कृषि सडक हुँदै पुग्न सकिन्छ। जिल्ला सदरमुकामदेखि कुस्मिसेरा हुँदै सवारी साधनमा करिब 1.5 घण्टामा हाँडीकोट पुग्न सकिन्छ। बिहारथला र डाँडाखानीबाट हाँडीकोट पुग्न पैदल मार्ग निर्माण गरिएको छ। यहाँ घुम्न जानेलाई लक्षित गरी बिहारथला, डाँडाखानी र नामदुकमा होटल र होमस्टे सञ्चालन गरिएको छ, जहाँ स्थानीय परिकारहरूको स्वाद लिन पाइन्छ। यस क्षेत्रको विकास र प्रवर्धनका लागि हाँडीकोट सामुदायिक विकास केन्द्रले प्रत्येक वर्ष मेला र महोत्सव आयोजना गर्दै आएको छ। पर्यटकीय हिसाबले सुन्दर गाजाको दहसँग थुप्रै मिथक जोडिएका छन्। बागलुङ जिल्लाको जैमिनी नगरपालिका 3 मा रहेको गाजाको दह 42 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। गाजा दहमा पात पतिङ्गर हुँदैनन्। पात पतिङ्गर चराले सफा गर्ने यहाँको किम्बदन्ती छ। यहाँ शिव र पार्वती घुम्दै आउँदा पार्वतीले पानी पिएको ठाउँको रूपमा पनि लिइन्छ। शिवले केही माथिको ठाउँमा बसी गाजा खाएको र त्यही क्रममा पार्वतीले तिर्खा लाग्यो भन्दा शिवले त्रिशूल हानी पानी निकालिदिएको मिथक छ। यहाँ सिद्ध बराह हुँदै घुम्दै आउँदा त्यो ठाउँ मन परेर यहाँ बसेको पनि कथन छ। त्यसैले यहाँ सिद्ध बराहको मन्दिर निर्माण गरिएको छ। यहाँ सिद्ध बराहको पूर्ण कदको शालिग निर्माण गरिएको छ, जसले यहाँ आउने पर्यटकलाई आकर्षित तुल्याएको छ। यहाँ पटक पटक समुद्रमा जस्तै छाल निस्कने गरेको पनि स्थानीयको भनाइ छ। यहाँ काई पर्व भन्ने होमकुण्ड रहेकोले त्यसको अध्ययनका लागि उत्खनन गरिने तयारी पनि छ। गाजा दहको नजिकै सिद्धथान रहेको छ। यहाँ वैकुण्ठ चतुर्दशी तथा बाला चतुर्दशीमा मेला लाग्ने गरेको छ। बाला चतुर्दशीमा त सतबीज छर्नेको भिड लाग्ने गर्दछ। पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दहमा नुहाउने भक्तजन पनि पुग्छन्। धार्मिक र पर्यटकीय स्थान भएकाले पर्यटन क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ। मेला पर्व पारेर लोकदोहोरी, सोरठी, सालैजो, बिना सालैजो जस्ता संस्कृति समेत देखाउने प्रचलन छ। यो समुद्र सतहदेखि 2470 मिटर उचाइमा फैलिएको छ। यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे सहित मनास्लो हिमाल समेत देखिन्छ। उच्च पहाडमा भएकाले हिउँदमा हिउँ पर्छ। जंगल छेउमा भएर पनि यो ताल सधैँ सफा हुन्छ। यसैले यहाँ धार्मिक तथा अन्य पर्यटक जाने आउने गर्छन्। यहाँबाट बागलुङ सहित पर्वत, गुल्मी, म्याग्दी र स्याङ्जाका धेरै क्षेत्र देखिन्छन्। बागलुङ सदरमुकामदेखि 24 किलोमिटरमा पर्ने यहाँ कुस्मिसिरा दमेक हुँदै पुग्न सकिन्छ। अर्कोतर्फ बागलुङको पश्चिम सिगाना हुँदै पनि यस स्थानसम्म पुग्न सकिन्छ। यहाँ पुग्ने पर्यटकलाई बस्नको लागि होटलहरू रहेका छन् भने त्यहाँ स्थानीय उत्पादनको स्वाद लिन सकिन्छ। गाजा दहको गहिराई 11 देखि 15 मिटर उचाइमा रहेको स्थानीय बताउँछन्।
घना जंगलको बीच भाग। यिनै बीच भागमा भग्नावशेषमा छ पुरानो गाउँ। जैमिनी नगरपालिका वडा नम्बर 8 को यस पुरानो गाउँलाई ऐतिहासिक स्थलको रूपमा पनि लिइन्छ। यस गाउँमा पहिले पौडेल मुखियाको बस्ती रहेको बताइन्छ। स्थानीयका अनुसार पोखरीको पानी खाँदा हैजा आएपछि स्थानीयले यस ठाउँबाट बसाइसरेका थिए। भुरे टाकुरी राज्यका पालामा यहाँबाट राजकाज चल्ने र यसको सम्बन्ध गलकोटे राज्यसँग पनि रहेको पाइन्छ। भुरे टाकुरे राज्यकालीन गल्छिना, कोटघर र गाउँको अवशेष यहाँका ऐतिहासिक प्रमाण हुन्। समथर र प्राकृतिक रूपमा असाध्यै सुन्दर यस ठाउँबाट हिमालका सुन्दरताको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ मृग, कालिज जस्ता पशुपक्षीको अवलोकन पनि गर्न सकिन्छ। पुरानो गाउँ करिब 7000 रोपनी क्षेत्रफलमा फैलिएको छ। समुद्री सतहदेखि 1730 मिटर उचाइमा रहेको पुरानो गाउँ कालीगण्डकी करिडोर छिस्ती खण्डबाट 17 किलोमिटर दूरीमा अवस्थित छ। पालिका मुकाम कुस्मिसेरा बिहारथला हुँदै पनि यहाँ पुग्न सकिन्छ। पवित्र कालीगण्डकी नदीको किनारमा अवस्थित छ गाईथुने। बागलुङको जैमिनी नगरपालिका 8 छिस्ती बेलबगरमा अवस्थित गाईथुनेप्रति मानिसका विभिन्न मान्यता रहँदै आएका छन्। पूर्वी दर्शनको सबैभन्दा ठूलो ग्रन्थ बराह पुराणमा उल्लेख भए अनुसार यस ठाउँमा गौमुखी नाम गरेका ऋषिले तपस्या गरेको कथन छ। उनको तपस्याबाट प्रसन्न भई भगवान विष्णु गाईको स्वरूपमा प्रकट भएको र गाईको थुनबाट अमृत प्रदान गरी पाक्त तपस्या पूरा गरेको मान्यता रहेको छ। यससँग अरू 2 किम्वदन्ती पनि रहेका छन्। पौराणिक कथामा उल्लेख भए अनुसार यो त्रिवेणी क्षेत्र अन्तर्गत पर्ने एक महत्त्वपूर्ण स्थान मानिन्छ। यससँग जोडिएको किम्वदन्तीमा भगवान श्रीकृष्णले पालेको कामेधेनु गाई त्यहाँबाट प्रकट भई दूध आइरहने भएकाले गाईथुनी रहन गएको मान्यता छ। हाल यहाँबाट दूध नचुहिए पनि गाईको थुनको आकारबाट अटुट रूपमा पानी भने बग्दै आएको छ। अर्को थरी बुझाइमा गाईपालक भगवान कृष्णले पालेका गाई बगाएर ल्याएपछि त्यस ठाउँलाई गाईले नै नदी थुनी दिएको र नदी नै बाङ्गिएको मान्यता रहँदै आएको छ। त्यस स्थानमा कालीगण्डकी नदीको अवस्थितिलाई हेर्दा नदी केही भागमा नागबेली परेको छ, जसले यो मान्यतालाई पुष्टि गर्न र यस ठाउँलाई थप आकर्षित गर्न मद्दत पुर्याएको छ। गलेश्वर धाम, जैमिनी धाम, गाईथुनी लगायतका यी स्थानहरू धार्मिक हिसाबले अत्यन्त पवित्र स्थानमा पर्दछन्। यस क्षेत्रमा भगवान विष्णुको रूपमा पूजिने शालिग्राम पनि पाइन्छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरसँगै जोडिएको यस क्षेत्रमा बागलुङ सदरमुकामदेखि 33 किलोमिटर दूरी रहेको छ। यहाँ सवारी मार्फत पुग्न करिब 1.25 घण्टा लाग्दछ। यस क्षेत्र हुँदै लामा छोटा दूरीका सवारी साधनहरू 24 घण्टा गुड्ने गर्दछन्। समुद्री सतहदेखि करिब 550 मिटर उचाइमा रहेको यस ठाउँ हेर्नका लागि आन्तरिक पर्यटक पुगिरहन्छन्। यस ठाउँमा पदमार्गसहित केही संरचना निर्माण गरिएका छन्। गाईथुने एक महत्त्वपूर्ण धार्मिक स्थान हो। यसले थप प्रचार खोजिरहेको छ। पर्याप्त प्रचार हुन सकेको खण्डमा यसले छिट्टै धार्मिक पर्यटकलाई थप आकर्षित गरी यस क्षेत्रका नागरिकको अवस्था बदल्न पनि टेवा पुर्याउन सक्नेछ।